तपाईहरुलाई एउटा सामान बोक्ने झोला बनाउन सिकाउँदैछु। यो रुमाल हो, लामो खाले रुमाल चाहिँ मैले चाहिँ पट्टाएर 4 पाटे बनाएको छु। 4 पाटे मात्रै भए राम्रो छ। यस्तो गर्ने, यो छेउको र यो छेउको दुई छेउ चाहिँ यस्तो गर्ने, यस्तो गर्ने। अब यो यस्तो बन्यो है, यस्तो बन्यो। यस्तो बनेपछि अब यो यताको छेउ र यताको छेउ फेरि यो चाहिँ बलियो गाँठो बनाउने। अघि चाहिँ एकचोटि मात्रै बाँधेको थियो भने चिप्लो भएर खुसिया गर्छ, सुतीको राम्रो हुन्छ। चिप्लो टाइम लाग्ने भयो यसलाई चाहिँ यसो गर्ने, यसो गर्ने। फेरि यताको छेउ पनि बाँध्ने, दुईतिरकै छेउ बाँध्ने। बुझ्नुभयो होला है मैले भनेको, तपाईहरुले बुझ्नु भएन भने यो दुईटा छेउ बाँध्यो नि हैन। यो दुईटा गाँठो एकै ठाउँ पार्ने, यो गाँठो यसो गर्ने है। बिचमा चाहिँ सामान हाल्ने प्वाल छ, यहाँ हेर्नु है, सामान हाल्ने प्वाल छ। यो दुईटा त्यो ब्यागको दुईपट्टिको झुन्डाउने हुन्छ नि, त्यस्तै भएको छ यो प्वाल। यहाँबाट सामान हाल्ने, हेर्नुहोस् है, सामान जे छ आफ्नो सबै हाले भयो। जे मसँग चाहिँ यो नजिकमा झोलाहरू, यो क्लिपहरू, काँटाहरू यस्तोहरू छ, यो हाले अब होइन। यसमा निकै सामान अटाउँछ, यसमा धेरै सामान अटाउँछ। मलाई चाहिँ यो चाहिँ टाढा बाटो हिँड्दाखेरि चाहिँ राम्रो लाग्यो। यसलाई यसरी कस्ने, कस्ने है। यहाँ जे हालेर बोकेर पनि केही पनि हुँदैन। यसरी कस्ने, यसरी बोके पनि भयो। गह्रौँ हुन्छ नि, टाढाको बाटो हिँड्दाखेरि त काँधमा बोक्नु म त सक्दिनँ, तपाईँहरूले चाहिँ सक्नु। म त टाउकोमा हो, यसरी बोक्ने एकदम सजिलो उपाय, एकदम राम्रो उपाय। तपाईँहरू पनि बनाएर बोक्नु होला, सजिलो हुन्छ, राम्रो, धेरै राम्रो हो यो।